सुटुनी तरुलहरू बनाएको छु। आउनु होला हाम्रो घरमा। हजुरहरूले चाहिँ कसले आज बनाउनु हुँदैछ र कति पाइले चाहिँ हिजो घर बनाउनु भयो। हामी चाहिँ आज गर्दैछौँ गाइस। आजकल त के गर्नु, जे पनि चिज 2 दिन हुनु थाल्यो। त्यसको लागि म चाहिँ धमाधम बनाइरहेको छु। तिल लड्डु बनाएँ, मुरी लड्डु बनाएँ अनि नारिकल लड्डु बनाएँ। अहिले बनाउँदैछु सुजी लड्डु। मैले चाहिँ तयार पनि गरिसकेँ। तिल लड्डु, सुजी लड्डु, यहाँ चाहिँ छ तरुल सुटुनी अनि सुजी लड्डु, मुरी लड्डु। र यतातिर बनाइवरी सकेपछि हामी चाहिँ यतातिर यता चाहिँ पिठाहरू बनाइसकेर हामी चाहिँ यता जानु भनेर निस्किसक्यौँ। हाम्रो चाहिँ गाउँमा चाहिँ बहुत उत्पात गरेछ चोरहरूले। कसैको तार काटिदिएछ, कसैको कलगाछीले काटेर ठुट्टै बनाएछ। आलु चाहिँ सबै उखाल्दैछ। लाइन काटेर कोलगाछ काटेर। आमैको किन त्यति साह्रो उत्पात गर्दैछ हौ? सबै भित्र बस्दै लान्थ्यो नि त। चोर र अहिलेको त लान पाएन। लगेर फ्याँकिदिन्छ नि त। सबै आलुहरू उखालेर खत्तम पारेछ। 3 लाइन जति खरच। बिहुमा चाहिँ हामी चाहिँ घुमेको गर्ने मात्रै काम पाएको छौँ गाइस। उतातिर गएर आयौँ आमा म, आमै गएर। त्यहाँबाट यता फेरि बहिनी र म र फेरि यता हामी दोकान गयौँ।